हाई एभ्रिवान एकजना स्टुडेन्टले कमेन्ट गर्नुभएको छ 12मा 1.6 जिपिए छ अनि 5 वर्ष ग्याप छ जान मिल्छ भन्नुभएको छ। हजुर, फिनल्यान्डमा चाहिँ तपाईँको 12मा 1.6 भन्दै गर्दा कम्प्लिट छ +2 भनेदेखि मिल्छ है। तपाईँको लो जिपिएले पनि अप्लाई गर्न मिल्छ, ग्यापले, पर्सेन्टले, सब्जेक्टले म्याटर गर्दैन भनेर हामीले पहिलेदेखि भन्दै आएको छौँ। सो तपाईँको कम्प्लिट छ भनेदेखि अप्लाई गर्न मिल्छ फिनल्यान्डमा। तपाईँसँग चाहिँ आइएल्स अथवा पिटी चाहिँ गरेको हुनुपर्ने हुन्छ। आइएल्समा चाहिँ ओभरअल 6 र पिटीमा चाहिँ ओभरअल भएदेखि 55 हुनुपर्ने हुन्छ। आइएल्स या पिटी जुन गर्दा पनि हुन्छ। र अब भनेको चाहिँ ज्यानमा एप्लिकेसन खुल्दैछ, जनवरीदेखि चाहिँ, र अहिले पनि रोलिङ एप्लिकेसन खुलिरहेको छ। यो चाहिँ 2026 अगस्त इन्टेकको लागि हो। सो यदि आइएल्स पिटीहरू यहाँहरूले गर्नुभएको छैन भनेदेखि तुरुन्तै गर्नु होला, भ्याउनुहुन्छ। र यो भनेको चाहिँ अगस्त इन्टेक हो। अगस्त इन्टेक भनेको चाहिँ मेन इन्टेक हो फिनल्यान्डको, जनवरीमा एप्लिकेसन खुल्ने। र यो इन्टेक छुट्यो भनेदेखि चाहिँ एकैचोटि फेरि जनवरी 2027 इन्टेकको लागि मात्रै अप्लाई गर्न पाउनुहुन्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ यदि इच्छुक हुनुहुन्छ, विथ डिपेन्डेन्ट अप्लाई गर्न चाहनुहुन्छ, विथ चाइल्ड पनि अप्लाई गर्न सक्नुहुन्छ होइन। यदि अप्लाई गर्ने सोचिराख्नु भएको छ भनेदेखि चाहिँ तयारी भएर तुरुन्तै हामीलाई सम्पर्क गर्नुहोला। हस् त, थ्याङ्क यू।